जीवनमा सफल भन्ने सपना त हर कोहीले देख्ने गर्दछन्, तर सफल कसरी भन्ने, सफल मानिसहरूको सोच कस्तो हुन्छ यो भन्ने कसैले सोध्दैनन्। तपाईले कहिले ध्यान दिनुभएको छ? हाम्रो हातमा पनि 5वटा औँला फरक फरक साइजको हुन्छ अनि कमजोर पनि हुन्छ, तर जब यी सबै एकैसाथ जोडिन्छ नि तब मात्र बलियो हुन्छ, मजबुत हुन्छ। ठीक त्यसै गरी सफल मानिसहरूको सोच पनि 5 शक्तिशाली बानीबाट बनेको हुन्छ। पहिलो छ, उनीहरू सधैँ सकारात्मक सोच राख्ने गर्दछन्। समस्या आए पनि उनीहरू किन भयो भन्दा पनि अब के गर्न सकिन्छ भनेर सोच्ने गर्दछन्। दोस्रो छ, उनीहरूको लक्ष्य स्पष्ट हुन्छ। जहाँ जानु छ, जे पनि गर्नु छ त्यस कुराको स्पष्ट हुन्छ। बाटो जति कठिन भए पनि उनीहरू रोकिँदैनन्, हार मान्दैनन्। तेस्रो नम्बरमा छ, उनीहरू कहिले पनि सिक्न छाड्दैनन्। असफल भए भने पनि मैले हारेँ भन्दैनन्, बरु मैले धेरै कुरा सिक्न पाएँ भनेर त्यसबाट सिक्ने गर्दछन्। चौथो नम्बरमा छ अनुशासन र निरन्तरता। हरेक दिन प्रयास गरिरहन्छन्। 5 मिनटको मेहनतले पनि ठुलो परिवर्तन ल्याउँछ भनेर बुझेका हुन्छन्। 5औं नम्बरमा छ आत्मविश्वास। उनीहरू आफूमाथि विश्वास गर्ने गर्दछन्। अरूले नपताए पनि उनीहरू आफैलाई कहिल्यै शङ्कामा राख्दैनन्। एकपटक सोच्नु त, यदि तपाईले पनि यी 5वटा सोचलाई आफ्नो जीवनमा ल्याउनु भयो भने के तपाईको भविष्य परिवर्तन नहोला? सफलता कुनै जादु होइन, यो त तपाईको सोच र बानीको परिणाम हो। त्यसैले आजैबाट सुरु गर्नुहोस्, सानो कदम तर सही दिशा।